नमस्ते 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 सम्पूर्णलाई नमस्कार है नमस्कार। आज म यो लेखमा आइसकेको छु नै अर्ग्यानिक निग्रो लेखको सबैभन्दा मिठो अर्ग्यानिक निग्रो पातले सिस्नो ढाल्ने सिस्नो गरिया सिस्नो यो ठाउँमा हुनेछ। आज चाहिँ मैले थोरै निग्रो टिपेको छु यहाँनिर। अनि यो अलैँची कालो सुन यो पछाडि हेर्नु न कालो सुन यतापट्टि कालो सुन। यो बगान सानो सानो थियो अलि निकै नै फक्रेर गएको छ अलिक झाँगेको छ है त। यो ल हेर्नुहोस् त यो निग्रो टिप्ने स्टिक गराउनु भएको छ त्यहाँ चाहिँ। अब तराईतिर पानीहरू खासै परेको छैन होला हैन, घाम लाग्दै पानी पर्दै गरेको होला। यहाँ चाहिँ म पहाडमा आएदेखि पानी ननिस्टप परेकै छ। अलैँचीको लागि चाहिँ धेरै राम्रो भयो हैन, तर बाँकी अरूको लागि चाहिँ अलिकति समस्या हैन, आवत जावत हैन त्यस्तै समस्या। अनि पानी चाहिँ ननिस्टप परेको छ, रात पनि पानी परेको छ, दिउँसो पनि पानी परेको छ यो ठाउँमा यहाँनिर चाहिँ। अनि यो ठाउँ चाहिँ मैले तपाईँलाई क्यामेरा घुमाएर यसरी देखाउँदैछु। यो ठाउँ चाहिँ यस्तो छ है। आज चाहिँ म अलैँची बगान हेर्नु निग्रो टिप्नु म यसरी आएको छु यताबाट। निकै नै चिसो छ, निकै नै चिसो, निकै नै ठन्डा र निकै नै हावापानी निकै नै राम्रो र सुन्दर हरियो जङ्गल झाडीबुट्यान तपाईँहरूले देखिहाल्नु होला। यो अर्ग्यानिक निग्रो हो, निकै नै मिठो हुन्छ यहाँको, तर चिसो छ यहाँनिर। पानी परेको छ है यहाँनिर चाहिँ ठ्याक्कै। अहिले पनि बादलहरू देख्नु होला, हुसुहरू लागिरहेछ। ठ्याक्कै पुस माघको झल्को ठ्याक्कै के हुस्सु लाग्ने, बादल लाग्ने, बिहान बिहानै हुस्सुहरू आउने, ती मान्छे नदेख्ने त्यस्तो भएको छ। आज चाहिँ अलिकति थोरै उडेको छ, त्यही पनि माथि त अब बादल त यसरी अब यो माथि त यसरी अलिअलि बादलहरू चाहिँ झर्दैछ। यो ठाउँमा निकै चिसो, निकै सुन्दर ठाउँ यहाँनिर चाहिँ आज म आइपुगेको छु। हिँड्दै म आएको यो ठाउँमा निकै चिसो छ, निकै राम्रो छ। अनि अर्ग्यानिक निग्रो निकै बटुल्नु पाएको छु। यही निग्रो टिप्नु खास गरी म यहाँ आइपुगेको। निग्रो चाहिँ निकै दामी छ, माथि छ अलैँचीहरू यहाँदेखि माथि छ, यति धेरै माथि छ अलैँची बगानहरू थुप्रै छ यहाँनिर अलैँची बगान। यो चाहिँ एकदमै चिसो ठाउँ हो यहाँनिर चाहिँ, निकै चिसो ठाउँ साथीहरू। ल फेरि पनि अर्को भिडियोमा जोड्ने छु र मेरो युट्युबमा गएर सब्सक्राइब गरेर लाइक कमेन्टहरू बढाइदिनु होला। भिडियो यसरी नै हेरिदिनु होला, माया गरिदिनु होला भन्नु चाहेँ। सबैलाई टाटा बाई बाई।